जिन्दगीमा सानो पिङ खेल्दा पनि डर लाग्ने मलाई आज भने साहसिक खेलको मजा लिन मन लाग्यो अनि आफ्नो भित्रको डर पनि भगाउन मन लाग्यो। त्यसैले म पुगे गोर्खाको एक मात्रै साहसिक खेल खेलाइने ठाउँ दरौदी एडभेन्चर्स प्रालीमा। गोर्खाको आन्तरिक पर्यटन विकासमा सेवा पुर्याउने उद्देश्यले विगत 1 वर्षदेखि सञ्चालनमा आइरहेको यस दरौदी एडभेन्चर्स प्रालीमा म भने पहिलो पटक पुगेको थिएँ। घुम्न र डुल्न जति पनि मन पर्ने मलाई यस्तो खालको साहसिक खेलहरू खेल्न भने त्यति मन पर्दैन थियो। अझ भनौं मनभित्र त्यो आँट नै थिएन। आज भने बल्ल बल्ल आँट बटुलेर मैले यो जिपलाइन गर्ने अठोट गरे। गोर्खा नगरपालिका र पालुङटार नगरपालिकाको सिमानामा बगिरहेको दरौदी नदीको माथि माथि वारीपारी डोरीमा झुन्डिएर यो जिपलाइन मैले आज गर्न लागिरहेको थिएँ। जिपलाइन गर्ने भनेर तयारी भइसक्दा पनि मनमा आँट भने पलाइसकेको थिएन। कता कता डर पसिरहेको थियो। तर पनि त्यहाँका 2 जना स्टाफ दिदी र बहिनीको मिठो बोली वचन र उहाँहरूले दिनुभएको हौसलाले मनमा आँट पलायो। जिपलाइन गर्दै गर्दा त्यहाँको भिडियोहरू लिनको लागि तपाईको इच्छा अनुसार गोप्रोको पनि व्यवस्था गरिएको रहेछ। यो सर्भिस पनि तपाईले त्यहाँ लिन सक्नुहुन्छ। सुरक्षाका लागि आवश्यक सबै प्रक्रियाहरू पूरा गरिसकेपछि त्यहाँबाट मलाई धकेली दिनुभयो। म भने डोरी चुट्टिन्छ कि चुट्टिँदैन भनेर विचार गर्दै थिएँ। सुरुमा त्यहाँबाट जाने बेला मनमा सिरिङ्ग भयो। तर पछि भने बीचमा पुगेपछि झनै आनन्द आउँदो रहेछ। त्यहाँ पुगेपछि मलाई यति रमाइलो लाग्यो कि मैले बिर्सिए म यहाँ डोरीमा झुन्डिरहेको छु। तर हातले भने थाहा पाइरहेको थियो। हेर्नुस् त मैले कस्तो बलियो गरेर समातेको छु त्यो डोरीलाई। दरौदी नदीको पुल पारी र वारी गरेर 600 मिटर लामो यो जिपलाइनमा तपाईले पनि यसरी नै आएर मनोरञ्जन लिन सक्नुहुन्छ। जिन्दगीमा सबै कुराको अनुभव लिनुपर्छ भन्ने कुरा चाहिँ त्यसै भनिएको होइन रहेछ। यदि मैले डराएर जिपलाइन नगरेको भए अर्थात् यस्तो खालको कार्यहरू डराएरै नगर्ने हो भने त्यहाँबाट लिने मजा हामीले गुमाइरहेका हुने रहेछौँ। यो जिपलाइन गरिरहँदा मैले त्यही अनुभव गरे। हुन त कसैको रहर कसैको बाध्यता यस्ता खालका जिपलाइन हामीले रमाइलोका लागि चढ्ने गर्छौं। तर कतिपय ठाउँहरूमा अझै पनि मानिसहरू जोखिमपूर्ण यात्रा गरेर तुइनमा चढिरहेका छन्। मैले कता कता त्यो पनि सम्झिए। तर संसारै यसरी चलिरहेको छ। मैले यही सोचे अनि मन बुझाए। साहसिक खेलमा जिन्दगीको पहिलो अनुभव बटुल्न दिनुभएकोमा दरौदी एडभेन्चर्स प्रालीलाई मनैदेखि धन्यवाद छ। यदि तपाईं पनि तिहारको छुट्टीमा कहाँ जाने के गर्ने भनेर सोच्दै हुनुहुन्छ भने दरौदी एडभेन्चर्स प्रालीमा अवश्य आउनुहोला। अनि तपाईले 6 जनाको टिम बनाएर आउनुभयो भने 1 जनाको टिकट लाग्दैन। यहाँ तपाईको सुविधाको लागि होटल रेस्टुरेन्टको पनि व्यवस्था छ, जहाँ तपाईले आफ्नो अर्डर अनुसारको खाजा नास्ता पाउनुहुन्छ। अनि तपाईं विवाह, बर्थडे पार्टी जस्ता कुनै पनि प्रोग्रामहरू गर्न चाहनुहुन्छ भने यहाँ तपाईको लागि सेमिनार हल र पार्टी प्यालेसको पनि व्यवस्था छ। कञ्चन बगिरहेको दरौदीको पानी अनि यही पानीले 12 महिना हराभरा पारिरहने यहाँका सुन्दर फाँटहरू, यो हेरेर तपाईको मन पनि अवश्य प्रफुल्ल हुनेछ। अनि यहीबाट नजिकै छ गोर्खा नगरपालिका र पालुङटार नगरपालिका जोड्ने पुरानो झोलुङ्गे पुल, जुन बाटो हुँदै अझै पनि विद्यार्थी भाइ बहिनीहरू यात्रा गर्दै हुनुहुन्छ। हवस् त आजको लागि यति नै। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँलाई धेरै धन्यवाद।